हजुरको छोराछोरीले हजुरलाई केयर गर्दैन, पालन पोषण गर्दैन भने पालन पोषण, माया, स्नेह वा सम्मान पाउनका निम्ति हजुरले आफ्नो सम्पत्ति अन्य कुनै व्यक्तिलाई उपहारको रूपमा निःशुल्कमा दिनुहुन्छ भने त्यसलाई चाहिँ बकस गरेको बुझिन्छ, अर्थात् गिफ्ट दिएको बुझिन्छ। तर कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा भएको सम्पत्ति अन्य व्यक्तिलाई वा धार्मिक, सामाजिक वा सार्वजनिक कामका निम्ति निःशुल्क दिनुलाई चाहिँ दान गरेको बुझिन्छ, अर्थात् डोनेसन गरेको बुझिन्छ। सो यसरी दान वा बकस तुरन्तै लागू हुन सक्नेछ वा त निश्चित समयपछि पनि लागू हुन सक्नेछ। र त्यति मात्र होइन, शेषपछिको दान बकस पनि गर्न पाइन्छ। अब यो शेषपछिको दान बकस भनेको के हो भन्दाखेरि दान वा बकस दिने व्यक्तिको मृत्युपछि मात्र लागू हुने गरी गरिएको छ भने त्यसलाई चाहिँ शेषपछिको दान बकस गरेको बुझिन्छ। र यसलाई कसरी हामी बुझ्न सकिन्छ भन्दाखेरि जस्तै हजुर र त्यो व्यक्ति बीच एक प्रकारको सम्झौता भएको हुन्छ। हजुरले हैन तिमी आऊ मलाई पालन पोषण गर, माया गर, स्नेह गर र मेरो मृत्युपछि मैले तिमीलाई चाहिँ यति सम्पत्ति बकसको रूपमा अर्थात् गिफ्टको रूपमा दिनेछु भने हजुरको तर्फबाट सम्झौता हुन्छ भने त्यो व्यक्तिको तर्फबाट पनि यदि हजुर बीच भएको सम्झौता अनुसार त्यो व्यक्तिले त्यसरी काम गर्यो भने हजुरको मृत्युपछि त्यो सम्पत्तिमा त्यो व्यक्तिको अधिकार हुनेछ। तर दान वा बकस स्वत बदर हुन सकिने कन्डिसनहरू पनि रहेछ। आउनुस् बुझौँ हामी ती कन्डिसनहरू के छन् त। प्रथम, जसलाई दान बकस दिएको हो उसले स्वीकार नगरेमा त्यो स्वत बदर हुनेछ। दोस्रो, यदि मृत्युपछि अर्थात् शेषपछि पाउने गरी दिएको थियो तर पाउने व्यक्तिको मृत्यु पहिला भएमा वा संस्था बन्द भएमा त्यो दान बकस स्वत बदर हुनेछ। तेस्रो, गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएको त्यस्तो शिशु जीवित रूपमा नजन्मिएमा त्यो स्वत बदर हुनेछ। चौथो, दान लागू हुनु अघि नै सम्पत्ति नै नष्ट भयो भने त्यो दान स्वत बदर हुनेछ। सो यी कन्डिसनहरू रहेछ जुनमा चाहिँ हजुरले दान वा बकसको रूपमा दिएको सम्पत्ति चाहिँ For more information, follow this page. Stay updated with this page. Thank you.